माया धेरै शङ्का धेरै हुनेको आँसुको भिर सम्झेर रोनेको ओइ माया ओइ माया ओइ माया तिम्रो फोन आउँदा बसे म त हुन्छ नि ल भाइ यति हो फेरि गाइदिनु एकचोटि हुन्छ नि डर छ नि धेरै भएर मुख पनि दुःख हुन्छ नि सक्दिनु भयो पुग्यो स्वर सुन्नु तपाईँको नाम भन्नु त फेरि एकचोटि पेलन्ती देवी दिउँसोमा त म हुन्छु खासै बाँध्दिनँ दिउँसोमा त अब साँझ चाहिँ काममा जाँदा बाँधेरै जानुपर्छ बाँधा छोडिदिनुहुन्छ हजुर कति बेला जानुहुन्छ काममा कति बेला फर्किनुहुन्छ काममा जाँदा त 7 बजी चाहिँ हिँड्नुपर्छ अब यसो रेडी हुनुपर्छ गएर फर्किने चाहिँ हजुर 7 बजी हिँड्छु अनि फर्किँदा त 2 बजी बन्द हुन्छ रुममा आउँदा 2:15 2:30 त्यस्तै हुन्छ कुन ठाउँ चाहिँ काम गर्छ हजुरले त्यो बल्कुमै हो भनेपछि 7 बजे जानुहुन्छ 2 बजीसम्म हात बाँधेर बसिरहनुहुन्छ हजुर बसिरहनु भन्दा नि अब कहिले सुतेकै हुनुहुन्छ हुन त कहिले जागे पनि एक्लै छोडिदिनुहुन्छ उहाँलाई हजुर एक्लै नै हो उहाँ चाहिँ को उता साइडको चाहिँ मेरो श्रीमती हो हजुर ए कहिले बिहे गर्नुभयो बिहा गरेको 1 वर्ष भइसक्यो 1 वर्ष भयो हजुर भर 1 वर्ष मात्रै भयो 1 वर्ष भइसक्यो टक्कै हेन्डसम हुनुभएको छ त अहिले त झन् हेन्डसम हुनु पर्यो पहिला नि हेन्डसमै थियौँ अहिले पनि सेम हो श्रीमतीले हेन्डसम बनाइदिनु भयो क्या श्रीमती पहिले हेन्डसम थिए अहिले के हेन्डसम उसलाई देख्दा म पनि हेन्डसम भइसकेँ पहिलेको अवस्था भन्दा त केही त हो यतिको त अब खै अब आश भएर यतिको हजुर आश त मारेको छैन हुन्छ कि भन्ने छ न त हेरौँ अब कस्तो हुन्छ त्यो समयले बताउनु बच्चा अहिले बाबु चाहिँ यही चैतमा 4 लाग्यो अनि नानी चाहिँ अहिले असारमा 6 मा लाग्ने खै अब सुध्रेको त के सुध्रेको भन्ने अब होस् छैन अझै पनि भेटाएको जे पनि खाइदिने हो मान्छे चिन्न सक्नुहुन्न अब बोल्दा त एकातिर नि बोल्नुहुन्छ त्यस्तो केही थाहा छैन अब के बोल्छु के गर्दैछु के खाँदैछु भन्ने केही होस् नै छैन बिहा कति गर्ने र एउटा बिहा एउटै गर्नु पर्यो नि उसलाई राम्रोसँग राख्नु पर्यो 2-3टा बिहा गरेर त के गर्ने 3टालाई हेर्नु कि एउटा राम्रोसँग मिलाउनु पर्यो भनेपछि अरू बिहे नगर्ने अब नगर्ने गाह्रो त धेरै गाह्रो भयो झन् आजकल त रिसाएर अब केही बोल्नै हुन्न अब घाँस भात खाएर खाना थाल्दाखेरि त फालिदिएर खोसेर फालिदिँदाखेरि पनि पिट्नै आउने हो हात उठाउनै आउने हो टोक्दिने त्यस्तो गर्नुहुन्छ खै के भएको टोक्दिनुहुन्छ अस्ति टोक्दिनु भयो हातमा केही भन्नै हुन्न कि झ्याम्मै आइहाल्नुहुन्छ पिट्नमा खै नमस्कार दर्शकहरू सम्पूर्ण मिडियामा स्वागत छ यति बेला हामीसँग कुराकानी गर्नको लागि भाइरल जोडी भनेर अहिले अलिकति सामाजिक सञ्जालमा चर्चा चल्न थालेको छ उहाँसँगै हामी विशेष कुराकानी गर्छौँ नमस्कार सर छ दुवैजनालाई नमस्कार सर प्रकाश आराम हुनुहुन्छ हजुर आरामै हो नि हजुरलाई मन आरामै छ अनि के छ खाजा खानुभयो खाजा खाइयो के खानुभयो खाजा के भन्छ मोमो चाउमिन के खानुभयो मोमो खाइयो चाउमिन खाइयो छिट्टै हेर्छ भएर आउनु भएको छ कोसँग आउनु भयो एक्लै आएको उहाँ चाहिँ को उता साइडको चाहिँ मेरो श्रीमती हो हजुर ए कहिले बिहे गर्नुभयो बिहा गरेको 1 वर्ष भइसक्यो 1 वर्ष भयो हजुर भर 1 वर्ष मात्रै भयो 1 वर्ष भइसक्यो टक्कै हेन्डसम हुनुभएको छ त अहिले त झन् हेन्डसम हुनु पर्यो पहिला नि हेन्डसमै थियौँ अहिले पनि सेम हो श्रीमतीले हेन्डसम बनाइदिनु भयो क्या श्रीमती पहिले हेन्डसम थिए अहिले के हेन्डसम उसलाई देख्दा म पनि हेन्डसम भइसकेँ श्रीमती कतिको राम्रो लाग्छ तपाईँलाई राम्री छ राम्री राख्नु पर्यो राम्रै छ र अनि अस्ति त अर्को बिहे गर्छु भन्नुहुन्थ्यो अरे त अरे बिहा कति गर्ने र एउटा बिहा एउटै गर्नु पर्यो नि उसलाई राम्रोसँग राख्नु पर्यो 2-3टा बिहा गरेर त के गर्ने 3टालाई हेर्नु कि एउटा राम्रोसँग मिलाउनु पर्यो भनेपछि अरू बिहे नगर्ने अब नगर्ने दिदी के छ आराम हुनुहुन्छ हजुर ठिकै के छ आजभोलि केमा व्यस्त हुनुहुन्छ दिदी व्यस्त त अब त्यही गीत सङ्गीतमै अहिले
गीत गाउन मिल्छ दिदी हिजोको अलिकति के सकिन्छ सकिन्छ हो ल एक टुक्का गीत सुनाऊ सुरुमा अनि बाइक कुराकानी गरौँ ल माया धेरै शङ्का धेरै हुनेको आँसुको भेल सम्झेर रोनेको ओइ माया ओइ माया ओइ माया तिम्रो फोन नआउँदा बसे म त रोइ ओइ माया ओइ माया तिम्रो फोन नआउँदा बसे म त रोइ तिम्रो फोन नआउँदा बसे म त रोइ के तपाईले गीत गाउनु भयो हो ए अब यो गीत कहाँबाट आउँदैछ दिदी यो भिडियो प्रकाश बराइली युट्युब च्यानलबाट आउँदैछ हजुर के छ दिदी आज भोलि कसरी अब जिन्दगी चलाउँदै हुनुहुन्छ श्रीमानको अवस्था के सुध्रिएको जस्तो छ तर उहाँले कति बेला के बोल्नुहुन्छ त्यो पनि थाहा हुन्न होइन खै अब सुध्रेको त के सुध्रेको भन्ने अब होस् छैन अझै पनि भेटाएको जे पनि खाइदिने हो अब मान्छे चिन्न सक्नुहुन्न अब बोल्दा त एकातिर नि बोल्नुहुन्छ त्यस्तो केही थाहा छैन अब के बोल्छु के गर्दैछु के खाँदैछु भन्ने केही होस् नै छैन अलि हात साङ्लाले चाहिँ बाँध्न चाहिँ पर्दैन अहिले दिउँसोमा त म हुन्छु खासै बाँध्दिनँ दिउँसोमा त अब साँझ चाहिँ काममा जाँदा बाँधेरै जानुपर्छ बाँधा छोडिदिनुहुन्छ हजुर कति बेला जानुहुन्छ काममा कति बेला फर्किनुहुन्छ काममा जाँदा त 7 बजी चाहिँ हिँड्नुपर्छ अब यसो रेडी हुनुपर्छ गएर फर्किने चाहिँ हजुर 7 बजी हिँड्छु अनि फर्किँदा त 2 बजी बन्द हुन्छ रुममा आउँदा 2:15 2:30 त्यस्तै हुन्छ कुन ठाउँ चाहिँ काम गर्छ हजुरले त्यो बल्कुमै हो भनेपछि 7 बजे जानुहुन्छ 2 बजीसम्म हात बाँधेर बसिरहनुहुन्छ हजुर बसिरहनु भन्दा नि अब कहिले सुतेकै हुनुहुन्छ हुन त कहिले जागे पनि एक्लै छोडिदिनुहुन्छ उहाँलाई हजुर एक्लै नै हो ए जस्तै पिसाबहरू लाग्यो भने के गर्नुहुन्छ त अनि हात त बाँध्नु पिसाब लाग्यो भने डाइपर लगाइदिन्छु के अब डाइपरले भ्याउँदासम्म भ्याउँछ नत्र अहिले त झन् दिनकै बिस्तारामै पिसाब गरिदिएर धेरै गाह्रो भयो हजुर दिनकै जस्तै नै पिसाब गरिदिनु भयो अहिले त खै जाडो भयो कि के भयो डाइपरले पनि कामै गरे छैन खै त्यस्तो भनेपछि केही श्रीमानको सुधार हुन्छ कि भन्ने त उ भयो तर बानी व्यवहार सुधार भएन है छैन त्यस्तो अब पहिलेदेखि नै पहिलेकै जस्तै नै लाग्छ मलाई त अब त्यस्तो केही सुधार छैन अब त्यही नै पारा त्यस्तै हो भेटाएको जे पनि खाइदिने हो कुदेको कुदै त्यस्तै नै हो अब होस् छैन के बोल्यो भन्ने पनि थाहा छैन के गर्दैछु भन्ने पनि थाहा छैन त्यस्तो केही पनि छैन सुधार त अब त श्रीमान निको हुन्छ भन्ने आश पनि मरिसकल त पर्दैन अब आश त मार्न त मारेको छैन आश त छ होला भने त पहिलेको अवस्थाभन्दा त केही त हो यतिको त अब खै अब आश भएर यतिको हजुर आश त मारेको छैन हुन्छ कि भन्ने छ न त हेरौँ अब कस्तो हुन्छ त्यो समयले बताउनु अहिले बच्चाहरू चाहिँ कता हुनुहुन्छ अहिले बच्चाहरू त उतै गाउँतिरै छ छैन भेट नभएको त भयो होला 3-4 महिना जति भयो हजुर एकचोटि गएको थिएँ बिचमा त्यतिखेर भेटेछु कति वर्षको हुनुभयो अहिले बच्चाहरू अहिले बच्चा अहिले बाबु चाहिँ यही चैतमा 4 लाग्यो अनि नानी चाहिँ अहिले असारमा 6मा लाग्ने हजुर पढ्दैछ प्रकाशजी छोराछोरी चाहिँ भेट्नु भएन छोराछोरी दुईटा कहाँ छन् छोराछोरी घरै छन् घर कुन ठाउँ पाल्पा कुन ठाउँ पर्यो यो नजामकोट हो ठिक हो दिदी मैले भने ठिक हो होइन पाल्पा त पाल्पै होइन पाल्पा जिल्ला पाल्पा भएको रे गाउँ चाहिँ कुन हो रे गाउँ चाहिँ ढुकुर खोला भन्छ क्या ढुकुर खोला रे गाउँ नजामकोट हो ढुकुर खोला पनि भन्छ ए त्यो पनि भन्छ ए छोराछोरी कति वर्षको भयो थाहा तपाईँलाई 2-3टा वाहन 3टा वाहन हजुर र उहाँबाट त 2टा रे अर्कोबाट एउटा हो हजुर उहाँबाट त 2टा भए रहेछ अनि उसले गरेका पो अब 2-3टा हुन्छ मेरो बुढीले गरेका त 4वटा हुन्छन् 3टा हुन्छन् कतिवटा बुढी छन् र एउटा बुढी छ अनि एउटा बुढीको 2टा बच्चा होइन 2टा होइन 3टा कि 4टा छन् बच्चा कहाँ छन् अरू बच्चा चाहिँ एउटा 3टा 4 बच्चा छन् 2टा त घरमा छन् 2टा कहाँ छन् 4वटै घर छन् 4वटै घर छन् हजुर हो र
बच्चालाई भेट्नु भए बच्चाहरूलाई भेटिरहेको छु नि घरतिर गइरहन्छ बच्चा नभेटेर त कसलाई भेट्नु बाबुको नाम के हो थाहा बाबाको तपाईँ छोराको नाम छोराको नाम एउटाको के भन्छ के नाम हो हजुर भन्नुभयो के नाम मैले भुल्न थालिसकेँ छोरीको नाम भन्नु त छोरीको नाम छोरीको दिपेन्द्र पूजा छोरी नाम पूजा हो र पूजा दिपेन्द्र हो हो भनेपछि त्यो अर्कै श्रीमतीको छोराछोरी होला होइन नै त्यसैका हुन् त्यसैका हुन् त्यसै भन्नालेको उहाँकै यसका त होइनन् यसका मेरो अब भाउजू पऱ्यो अनि यसका श्रीमती हुन्छ नि त उहाँ को हो तपाईँको मेरो भाउजू पऱ्यो नि भाउजू पऱ्यो कसरी अब भाउजू अब आएर मेरो बुहारी मिलाइदियो भन्दै उब्रन्छ त अब के भन्नु छोराछोरी नाम चाहिँ के हो दिदी प्रिस्ली र प्रियांश थाहा पाउनुभयो प्रीति र प्रियांश थाहा आफ्नो छोराछोरीको थाहा पनि भएन भने त कसको थाहा पाउँछ नि त अहिले भन्नु त के अरे छोराको नाम छोराको नाम त सुशान्त जस्तो दिदी अनि होइन अब अहिले त हिँड्दा नि बोकी हिँड्नुहुन्छ होइन उहाँलाई सँगै लिएर हिँड्नुहुन्छ जस्तै गाह्रो हुन्छ होला उहाँलाई लिएर हिँड्दाखेरि होइन अब जे भेट्यो त्यही खाइदिनुहुन्छ होला होइन तपाईँलाई उहाँलाई हेरेर नि गाह्रो हुन्छ होला गाह्रो त धेरै गाह्रो भयो झन् आजकल त रिसाएर अब केही बोल्नै हुन्न अब घाँस भात खाना थाल्दाखेरि त फालिदिएर खोसेर फालिदिँदाखेरि पनि पिट्नै आउने हो हात उठाउनै आउने हो टोकिदिने हान्नुहुन्छ त्यस्तो गर्नुहुन्छ खै के भएको टोकिदिनुहुन्छ अस्ति टोकिदिनु भयो हातमा केही भन्नै हुन्न कि झ्याम्मै आइहाल्नुहुन्छ पिट्नमा खै गाह्रो चाहिँ एकदम गाह्रो छ अब एक्लै खै पछि यस्तै पारा हुन्छ एक्लै धेरै गाह्रो हुन्छ कि म आफैलाई मुस्किल हुने हो कि जस्तो हुन लागिसक्यो व्यवहार देख्दाखेरि त्यही त कि अब केटा मान्छेको बल हो अब आइमी मान्छेले त्यस्तरी केटा मान्छेको उसमा दाँजो लाग्नै सकिन्न हामी अब झ्याम्मै आइहाल्नुहुन्छ हात उठाउँदै डर लाग्छ कहिले काहीँ त त्यही हो जे पायो त्यही उठाउनुहुन्छ एकदम डर लाग्न लागेको छ है के गर्ने भन्ने भयो खै हेरौँ घरमा यस्तो धारेली चिजहरू चाहिँ अलिक लुकाएर राख्नु हुँदै फेरि उहाँले तपाईँ एक्लै भए बेला झ्याम्मै हान्नु भयो भने त सिधै दिइदिन्छ हजुर त्यो चाहिँ सुरक्षित हुनु होला हजुर लुकाइराख्नु लुकाउनु त तपाईँले कुट्नुहुन्छ र श्रीमतीलाई किन त नि श्रीमती कुट्नुपर्छ राम्रोसँग कुट्यो भने भला नराम्रो गर्न सुहाउँदैन अब म नराम्रो नगरौँ होला भन्ने जस्तो लाग्छ त्यत्तिकै बसेर त कामै छैन अनि श्रीमती कुटेर चाहिँ काम हुन्छ श्रीमती कुट्ने लायकको हुन्छ त अनि कुट्नुभन्दा नराम्रो किन महिला हिंसा लागेकै राम्रो नि कुट्नु बेफाइदा किन कुट्नुहुन्छ श्रीमतीलाई श्रीमती नराम्रो काम गरेपछि त कुट्ने हो कुटाइ गर्नु छ भने कुट्नुपर्छ कुट्नुहुन्न श्रीमतीले अब दम हुनु पऱ्यो नि कुट्नलाई नत्र भने त पहिले पिटिहाल्छ कानपट्टि फुटिहाल्छन् पहिले पिटिदिन्छु मैले श्रीमती बल्लै हुनुहुन्छ तपाईँ बल्यो त हुनै पऱ्यो नत्र भने त मलाई पिटेर सोहा पार्दै जाँदै गर्थेँ नि घर तपाईँलाई भोलि अनि श्रीमतीले छोड्दैन तपाईँ त बिजोग हुन्छ त अनि यसको त कान कहाँ पुऱ्याइदिन्छु मान्छे कता हुन्छ थाहै हुन्न नि कति माया लाग्छ श्रीमतीको लाग्छ लाग्न त आफै लिएर आएको अब लाग्नु पऱ्यो नराम्रो काममा चाहिँ माया लाग्दैन राम्रो काम गरेर बस्छ भने त माया नलाएर कसको माया लाग्छ र माया गर्न चाहिँ बिहा भएको राम्रो काम भनेको के र नराम्रो काम भनेको के राम्रो काम राम्रो गर्नु पऱ्यो नि राम्रो काम त त्यत्तिकै थाहा हुन्छ आफैलाई थाहा हुन्छ म नराम्रो गर्दैछु भने पनि नराम्रो पनि आफैलाई थाहा हुन्छ तपाईँले माया चाहिँ लाग्छ श्रीमती माया चाहिँ गर्नुहुन्छ गरिन्छ नि श्रीमतीले तपाईँलाई माया गर्नुहुन्छ नि होइन श्रीमतीले गर्छ अब कहिले त गरिदिने ठेगानै हुन्न त थाहै हुँदैन तपाईँ गीत पनि गाउनुहुन्छ होइन गीत गाउँछु ल एउटा गीत गाउनु त एउटा सुनाउनु ल कुन गाउँ हो फेरि ल श्रीमती गीत अहिले त थाहा छैन कुन गीत गाउँ ओइ माया ओइ रे तपाईँले कुन गीत गाउने त्यही गाउनु एउटा सिकाइदिएन अब छिट्टिएर आएको बेला थाहै हुन्न दोहोरी गाइदिनु एउटा दोहोरी श्रीमतीसँग दोहोरी खेलिदिनु दोहोरी गा त मैले पनि त्यसै म गाउँछु एउटा निकाल न पहिला तपाईँले सुरु गर्नु अनि मैले सुरु गर्छु
अब के गाउने के नगाउने आधालाई आउँदैन। तपाईँको फोनमा आएर रुनुभयो अरे त? फोनमा अब आउँदैन त अब गएको म गाउनु भन्ने आएको पनि होइन। अब गाउँदै हिँड्ने कुरो पनि छैन। अल्छी लाग्छ। अल्छी लाग्छ? हिजो श्रीमतीको गीत सुन्नुभयो? सुने छैन। सुने छैन? हिजो सुटिङमा नाच्दै हुनुहुन्छ तपाईँ त अनि? सुटिङ आउँछ त अब नाच्नु पर्यो। तपाईँ नाच्ने भिडियो छ नि मसँग यहाँ? त्यतिकै हल्लिनु पर्यो। तपाईँ हिजो नाच्नु भएको थियो होइन हेरी? कहाँ छ? राम्रो नाच्नु हुँदो रहेछ त अनि? त्यति कहाँ सिक्नुभयो डान्स? डान्स त सिकेको होइन, घरै बस्दा बस्दै आफै नाच्ने हो। आफै नाच्ने हो? ल एउटा गीत गाइदिनुहोस् अनि छुट्टिउँला हामी अनि। के काम खोइ कति एउटा अन्तिम एउटा गीत गाइदिनु अनि छुट्टिउँला, तपाईँलाई ढिलो छ होइन? के गीत भन त? पहिला श्रीमती गाउने तपाईँ गाउनु होला। फिल्मी गीत गाइदिनुहुन्छ एउटा? छोडिदिनु म समाउँछु। गहिरो गहिरो सागर जस्तै अटल पहाड जस्तै हाम्रो माया यस्तै हुन्छ र हुन्छ नि हुन्छ नि हुन्छ नि हुन्छ नि। तपाईँ गाइदिनु एउटा ल। हुन्छ नि हुन्छ नि ल भाइ यति हो? फेरि गाइदिनु एकचोटि। हुन्छ नि डर छ नि धेरै भएर मुख पनि दुःख हुन्छ नि। सक्दिनु भयो पुग्यो। स्वर सुक्यो तपाईँको? स्वर सुक्यो छ तपाईँको? हातै दुखे खुट्टै दुखे। कलाकारै लास्ट एक्टिङ गर्नुहुन्छ तपाईँले? तपाईँको नाम भन्नु त फेरि एकचोटि? पेलन्ती देवी। ल हुन्छ दिदी, तपाईँ अलिकति बिजी हुनुहुन्छ है, तपाईँसँग फेरि भेट्दै गरौँ न। हस् दिदी छुट्टिन्छ अहिले। हस् नमस्ते। हस् नमस्ते प्रकाशी। नमस्ते। हस् नमस्ते।